आज फागुन 1 2022 सालको दिन आज म हजुरहरूलाई पोखरा महानगरदेखि यो मुगलिङ सडक खण्डको मेन हाइवेको बाटोको कन्डिसन तथा यो भन्नाले यो एक्सिडेन्टहरू हुन्छ सवारी साधन थुप्रै त्यसैको क्लिपहरू भन्नाले एक्सिडेन्टको क्लिपहरू देखाएर चाहिँ हजुरहरूलाई चाहिँ स्पिड मिनिमाइज गर्न र ट्राफिक रुल्स एन्ड रेगुलेसन फलोअप गर्नको लागि निर्देशन गर्न चाहे र अनुरोध गर्न चाहे किनकि यहाँ चाहिँ म्याक्सिमम एक्सिडेन्टहरू भन्नाले दिन प्रतिदिन थुप्रै एक्सिडेन्टहरू भएको कारणले हजुरहरूलाई चाहिँ यो सुझाव र अनुरोध गर्न चाहे किनकि आफू पनि बचाऊ अरूलाई पनि बचाऊ भन्ने अभियान हो। एक्सिडेन्टको यो पहिलो क्लिप चाहिँ यो कोत्रेमा भएको एक्सिडेन्ट हो। बाइक र ट्याक्सी एक्सिडेन्ट भएको थियो र बाइक चालक चाहिँ मृत्यु भएको छ र ट्याक्सी चालक चाहिँ सिरियस छ भन्ने सुन्नमा आएको छ। अहिले मैले यो एक्सिडेन्ट देखाएको भिडियो क्लिपहरू सबै यो भन्नाले पोखरा टु मुगलिङ सडक खण्ड हाइवेको दुर्घटनाहरू हो। यो चाहिँ पोखरादेखि कोत्रेसम्मको एक्सिडेन्टको यो हालैमा भएको दुर्घटनाहरूको भिडियो क्लिप्सहरू हो, हजुरहरूले हेर्नु होला। यो चाहिँ अहिले समस्या भनेको चाहिँ बाटो चाहिँ अलमोस्ट भइसकेको छ, जतासुकै भन्नाले हाइवे चाहिँ क्लियर भइसकेको छ। त्यसै कारणले धेरैलाई थाहा पनि हुँदैन, कच्ची बाटोमा चलाइरहेको बानी हुन्छ र यो हाइवेमा चलाउँदा बेला बाटो काट्ने अनुभव चाहिँ थाहा हुँदैन। त्यसै कारणले एक्सिडेन्ट भइरहेको छ र वरिपरि नालीहरू पनि ठुलो छ होइन, त्यो नाली चाहिँ ओपन छ, त्यो नालीमा खस्ने अनि मान्छे त केही भएन यो अनुसार त मान्छेलाई डेन्जरै हुनुपर्ने। कताबाट यता आएको रहेछ कि यो बाइक चाहिँ यताबाट स्कुटर उताबाट निस्कियो होला कि मेरो ख्यालमा। अगाडि मर्दो भएर चाहिँ हालिदिनु बाइक अगाडि भाइदिनु हामीले देखेको छौँ क्या, हामीले देखेको बाबु हामी यही जुने भाइ बाबु हामी यही छ, हामी यही छ सबै ड्राइभरको जिन्दगी स्टियरिङ र ब्रेकमा, साउजीको जिन्दगी पैसा अनि चेकमा। ड्राइभर लाइन पनि त्यति सजिलो कहाँ छ र हजुर, कहिले हुन्छ ड्राइभर जङ्गलको कुनामा। अहिले पोखरा महानगरपालिकाको मेन समस्या भनेको अमरसिंहमा छ। अमरसिंहमा चाहिँ चारैतिर 5तिर 6तिरबाट गाडीहरू आउँछ, त्यहाँ चाहिँ अब सम्हालिन नसक्नु छ कि, त्यहाँ भन्नाले म्याक्सिमम एक्सिडेन्ट चाहिँ अब त्यहाँ हुन्छ कि यो अमरसिंह चोकमा, किनकि अब पृथ्वी चोक भन्दा नि घना सवारी साधन गुड्ने हुनाले चाहिँ निकै समस्या छ कि यो अमरसिंहमा चाहिँ। अब यो मैले भिडियो क्लिप्सबाट हजुरहरूलाई देखाएको छु। यो चाहिँ हालैमा भएको एक्सिडेन्टहरू है। यो चाहिँ पोखरा मुगलिङ सडक खण्डको मेन हाइवेको चाहिँ यो हालैमा भएको यो 2 महिना भित्र भएको एक्सिडेन्टहरू है। यो के कति भएको छ मैले चाहिँ यो भन्नाले टिकटकबाट कलेक्ट गरेर चाहिँ हजुरहरूलाई देखाएको छु। यो मेरो यो युट्युब च्यानलबाट हजुरहरूलाई देखाएको छु र यो सतर्क भन्नाले केयर गरेर ड्राइभ गर्नको लागि मैले यो सचेत भिडियो बनाएको है हजुरहरूलाई चाहिँ। यो आफू पनि बचाऊ अरूलाई पनि बचाऊ अभियानको हिसाबले चाहिँ मैले यो आफ्नो च्यानल मार्फत हजुरहरूलाई चाहिँ अनुरोध गर्न चाहे र सचेत पनि गराउन खोजेको है। हजुरहरूले अन्यथा नलिनु होला र दुर्घटना हुनुभन्दा अगाडि नै हजुरहरू चाहिँ केयर गर्यो भनेदेखि अब धेरैको ज्यान पनि बच्छ होइन। त्यसै कारणले मैले यो सन्देशहरू चाहिँ बारम्बार यो मैले आफ्नो च्यानलबाट भिडियो मार्फत चाहिँ हजुरहरूलाई सन्देश दिइरहेको छ है, हजुरहरूले हेर्नु होला। केही दिन अगाडिको कुरा हो, अमरसिंहमा चाहिँ एकतर्फी चाहिँ पिच गर्नको लागि अब अलकत्र र गिटीहरू छरिरहेको थियो, आधुनिक
प्रक्रियाले त्यस पश्चात चाहिँ अब सवारी साधनहरू चाहिँ अब निषेध गरिएको थियो। निषेध गर्दा गर्दै पनि अब बाइक स्कुटर कारहरू चाहिँ त्यस भन्नाले त्यो किटी र अलकत्र छरेको ठाउँमा चाहिँ स्पिडले कुदाएको थियो। अब त्यहाँ चाहिँ फिल्म स्टाइलले चाहिँ कोही ठाउँमा बाइक पल्टिने, कोही ठाउँमा स्कुटर पल्टिने, कोही ठाउँमा कारहरू पल्टिने भइरहेको थियो कि पल्टिएर पुरा स्लिप खाइरहेको थियो। त्यस्तो ठाउँमा चाहिँ हजुरहरूले इनकेस इमर्जेन्सीमा हाल्नु पर्यो भनेदेखि गिटी र अलकत्र भएको ठाउँमा हाल्नु पर्यो भनेदेखि सवारी साधन गुडाउनु पर्यो भनेदेखि स्लो गरेर बिस्तारै गुडाउनु पर्छ। अब यहाँ हेर्नुहोस्, अब यो पिच गरेको ठाउँमा हालेको थियो स्कुटरहरू बाइकहरू, अब पुरै पछाडिको थियो। फिल्म स्टाइलले चाहिँ थुप्रै अब सवारी साधनहरू पुरै पल्टिएको थियो। कोही नालीभित्र पस्ने, कोही उतानो हुने, कोही चाहिँ अब स्लिप खाने, त्यस्तो त थुप्रै घटनाहरू दृश्यहरू थियो कि मैले अब टोटली भन्नाले चाहिँ खिच्न भ्याएन र यो अब भन्नाले हजुरहरूले देखाउन भ्याएन। यो केही मात्रामा चाहिँ मैले अब यो क्लिप्सहरू राखेको छ, हजुरहरूले हेर्नु होला र आकलन गर्नु होला के कति समस्या पार्दो रहेछ भन्ने। सवारी साधन चलाउनेले चाहिँ अब भन्नाले अब यो ट्राफिक रुल्स एन्ड रेगुलेसन फलोअप नगर्ने भन्ने कुरा चाहिँ अब यो भिडियो मार्फत चाहिँ हजुरहरूलाई छर्लङ्ग देखाएको छु है। अब यो हाम्रो भन्नाले अब लाइसेन्स लिने प्रक्रिया पनि अब भएको छैन कि यो अब भन्नाले हामीले चाहिँ ड्राइभ गर्दा बेला चाहिँ 1 मा ड्राइभ गर्छ र एल अनि र हल्का भन्नाले उकालो ओह्रालो अनि तत्पश्चात आउने एउटा सिग्नल हेर्छ अनि सिग्नल पार भएपछि चाहिँ हामीले लाइसेन्स पाउँछ क्या। अब एकै गियरमा घुडाएर पनि लाइसेन्स पाउने भन्ने अब नेपालको लाइसेन्स कतिसम्मको भन्नाले अब यसले चाहिँ अब 2 3 4 5 6 7 अब गियरहरू हुन्छ नि त गाडीको। अब त्यो चलाएर चाहिँ हाइवेमा कुदाउन सक्नु पर्यो भन्नाले अब के कस्तो अब राउन्ड बोर्ड हुन्छ होइन, अब लेन चेन्ज गर्दा बेला कसरी गर्नुपर्ने, अब सबै रुल्स एन्ड रेगुलेसन चाहिँ जानेको हुनुपर्छ क्या। हामीले चाहिँ अब ट्रायल दिँदा बेला चाहिँ नेपालको चाहिँ अब त्यस्तो छैन कि सिस्टम चाहिँ। अब एकमा घुडाए पश्चात चाहिँ हामीले चाहिँ डाइरेक्ट लाइसेन्स पाउँछ क्या। अब त्यही पनि भन्नाले अब जस्तै अब हेभीहरूको एनतेनको चाहिँ अब यहाँ चाहिँ गण्डकी प्रदेश चाहिँ अब लाइसेन्स ट्रायल दिएर चाहिँ निकालौँ भन्ने वातावरण पनि छैन कि, स्पेस पनि छैन र खुलाको पनि छैन कि। अन्त भन्नाले प्रदेशमा गएर चाहिँ हामीले लाइसेन्स लिनुपर्ने स्थिति छ क्या, किनकि यहाँ स्पेस र अब भन्नाले अब कर्मचारीहरू नभएको कारणले होला नि। अब यस्तो समस्या छ। अनि त हाइवेमा हामीले कसरी चलाउने, के गर्ने, अनि बाटो कसरी काट्ने हामीले चाहिँ यो जान्न जरुरी छ कि। अब भन्नाले यो कच्ची बाटोमा चाहिँ अब गाडीहरू टाढै भए पनि अब आउन ढिलो हुन्छ होइन। हामीले चाहिँ यो पिचमा बाटो काट्दा बेला चाहिँ अब टाढा देखेको गाडी पनि एकैछिनमा भन्नाले 6-7 सेकेन्डमा चाहिँ अब यहाँ मान्छे हुने ठाउँमा ठोकिन आइपुग्छ क्या। त्यसै कारणले चाहिँ हामीले चाहिँ अब यो टाढै छ क्या गाडी भनेर हामीले त्यो सोचेर चाहिँ बाटो काट्दा बेला चाहिँ हाम्रो भन्नाले अब त्यो कच्ची बाटोबाट बाटो काटे जस्तो हुँदैन कि, यो चाहिँ वात्तै आउँछ र हामीलाई चाहिँ हान्ने भन्नाले अब सवारी साधनले कुल्चिने सम्भावना हुन्छ क्या। त्यसै कारणले हामीले यो हाइवेमा बाटो काट्ने ट्रेनिङ पनि लिनुपर्छ क्या। यो बाहिर जानेहरूलाई चाहिँ त्यस्तो समस्या हुँदैन किनकि तिनीहरूलाई थाहा भइसकेको हुन्छ। अब यहाँ नेपालमा भएकोलाई चाहिँ यस्तो हाइवेमा बाटो काट्ने अनुभव पनि छैन कि धेरै जनताहरूलाई। त्यसै कारणले हामीले चाहिँ यो अनुभव लिन र ट्रेनिङ लिन पनि जरुरी छ क्या। पैदल यात्रीले पनि लिन जरुरी छ र सवारी साधनले झन् मेन ट्रेनिङ लिन जरुरी छ कि, किनकि हाइवेमा चलाउन चाहिँ धेरै सवारी नेपालमा चलाउने सवारी साधनको ड्राइभरहरूले अब यो राइडरहरूले चाहिँ थाहै छैन क्या। अब चाहिँ यो एरियामा चाहिँ म्याक्सिमम एक्सिडेन्ट भएको छ र अर्को ह्याम्जा एरिया भन्नाले उता बागलुङ हाइवेमा पनि एक्सिडेन्ट भएको छ र उता 0 किलोमिटर माथि अनि र अरू न्यू रोडतिर पनि भएको छ। त्यताको मैले देखाएको छैन। अहिले चाहिँ हालमा चाहिँ यो पोखरा मुगलिक सडक खण्डको मात्र देखाएको छु। उता पनि म पछि देखाउने छु हजुरहरूलाई। समस्या छ क्या। अब विकास भएन भन्छ, विकास भए पश्चात झन् धेरै एक्सिडेन्ट भएको छ, झन् धेरै अब समस्या बढेको छ के। अब यहाँ किनकि हामीले ट्रेनिङ प्राप्त भन्नाले अब यसमा चाहिँ हामीले चाहिँ अब केही न केही ज्ञानहरू जानकारीहरू लिएर ट्रेनिङ लिएर चाहिँ हामीले चाहिँ रुल्स एन्ड रेगुलेसन चाहिँ फलो गर्नुपर्छ क्या। अब
मैले थाहा भए अनुसार यो हाइवेमा चाहिँ अब दिनकै हेर्नु न अब 3-4 4-5वटा अब कति थाहा नभएको एक्सिडेन्ट पनि होला थुप्रै भयो होला कति एक्सिडेन्ट भएको छ कि यो समस्यालाई चाहिँ सिरियस लिएर चाहिँ अब यो प्रशासनहरू अनि सबै अब सम्बन्धित निकायले चाहिँ ध्यान आकर्षण गरेर यसलाई चाहिँ एज सुन एज पोसिबल चाहिँ कुनै निवारणको बाटो खोजेर चाहिँ यसलाई चाहिँ समस्या रहित बनाउनु पर्छ है यो मैले चाहिँ भिडियोमा